नमस्कार, म नारायणदेव भट्टराई, डिभिजन वन कार्यालय पाल्पाको प्रमुख। कुनै पनि व्यक्तिहरूले निजी आफ्नो लालबुर्जा भएको हकभित्र भएका रुखहरू साल होस् कि अन्य प्रजाति होस्, जुनसुकै प्रजातिका रुखहरूको पनि आफू खुसी घरयासी प्रयोजनको लागि प्रयोग गर्न पाइन्छ। यसमा कानुनी रूपमा कसैले पनि बाधा अड्चन गर्न हुँदैन। संविधानले पनि आफ्नो सम्पत्ति आफू खुसी गर्न पाउने भन्ने चाहिँ आफ्नो सम्पत्तिको हकमा चाहिँ व्यवस्था गरेको छ र ऐनले पनि वन ऐन 2076 नियमले पनि कहीँ पनि निषेध गरेको अवस्था छैन। त्यो कारणले गर्दा आफू खुसी घरयासी प्रयोजनको लागि चाहिँ प्रयोग गर्न पाइन्छ र चाहिँ आफ्नै पालिकाभित्र चाहिँ आफ्नै एका घरको मान्छेको नाममा चाहिँ लालबुर्जा छ र आफ्नै घरयासी प्रयोजनको लागि ल्याउन पर्यो भने त्यसरी चाहिँ रुखहरू चाहिँ काटान मुछान गरेर ल्याउँदाखेरि स्थानीय तहले लिखित रूपमा उसलाई चाहिँ स्वीकृति दिनु होला। यो जग्गाभित्रको यति नम्बर जग्गाभित्रको किता नम्बरको लालबुर्जाभित्रको जग्गा हो र यो ठाउँसम्म लैजाने हो र कुनै अनियमितता हुँदैन। यो हिसाबले लगेर आफ्नो घरयासी प्रयोजनको लागि हो भनेर चाहिँ स्थानीय तहले दिनु होला। र अहिले हामीले तानसेन नगरपालिकासँग अन्तर्क्रिया गरिरहेका छौँ र यो सन्दर्भमा तानसेन नगरपालिकाको जनप्रतिनिधिहरूले स्थानीय तहले पनि यसरी चाहिँ स्वीकृति दिनु